हेलो गाइज, हाम्रो चाहिँ ड्युटी चाहिँ यो यस्तै स्काफोल्डिङ बनाउनु पर्छ। हो यो खोल्ने बनाउने अनि यिनीहरूले यहाँ माथि चढेर यहाँ काम गर्छ। हामी चाहिँ यो खोल्न आएको। यो युरोपतिर चाहिँ गाइज कस्तो हुँदो रहेछ भने है, प्रत्येक घरमा चाहिँ एउटा स्विमिङ पुल के हेर्नु नि। यो एउटा हाउस हो है, अनि त्यो अलग्गै हाउस हो, त्यहाँ बन्दै गरेको हो कि है। अनि प्रत्येक घरमा चाहिँ एक एकवटा स्विमिङ पुल हुँदो रहेछ। अनि टक्क स्विमिङ पुल अगाडि आँगनमै। अनि यहाँ युरोप भनेको युरोप हुँदो रहेछ गाइज है। हामी पनि काम गरिँदैछ युरोपमा, धमाधम ड्युटी गऱ्यो बस्यो। भेरी नाइस यार, युरोप इज भेरी नाइस यार। यस्तो हुन्छ है हाम्रो काम चाहिँ। ड्याङ खोल्दै यिनीहरू यहाँ बसेर काम गर्छ। त्यति हाइट छ, खासै घर त्यहीँ छ समुद्र है। यिनीहरू खासै घरहरू पनि अग्लो नहुने रहेछ यता। 3-4 तला, 3 तला, 4 तला, 5 तला, धेरै हाइटै नहुने क्या यता घरहरू चाहिँ। अब हामी चाहिँ यसरी काम गरिँदैछ गाइज, यसरी काम गर्दैछ यस्तरी। त्योहरू चाहिँ मेरो साथीहरू, यो अनास नोत्यो, अनि यता मुसाको चाहिँ त्यो कार हो। यो हामीसँगै काम गर्न आउँछ कार लिएर टक्क यसरी। यस्तो हुँदो रहेछ है, समुद्र त्यही छ वरिपरि दृश्य। यो चाहिँ हाम्रो काम गर्ने ठाउँ एउटा घर एउटा स्विमिङ पुल यस्तै छ नि। धेरै अग्लो 5-6 तलाको कुनै बिल्डिङ, नभए 2-2.5 तला 2-2.5 तला हो। त्यो हेर्नुपर्दा स्विमिङ गरिरहेछ घरको आँगन वरिपरि। दामी हुँदो रहेछ भाइ। काम चाहिँ यस्तै गाइज, हाम्रो काम चाहिँ यस्तै हो। हामी चाहिँ काम गरिरहेछौँ धमाधम। अब यो खोलेर चाहिँ त्यो गाडीमा लोड गर्ने हो अनि स्विमिङ लाने हो। काम चाहिँ यस्तै हो। साइप्रस चाहिँ यस्तै हुँदो रहेछ। यो पापस एरिया हो, साइप्रसको पापस एरिया हुँदो रहेछ। यहाँ चाहिँ अल टु अल के अरे म चाहिँ घुमिसकेँ। यहाँ 4-5 दिन भयो, 3-4 दिन भयो आज काम गरेको। यो एरियाभरि यो कम्पनीको स्काफोल्डिङ घरहरू बनाउँछ, जति पनि स्काफोल्डिङ चाहिँ कम्पनीले गर्दो रहेछ। सब एरियातिर घुमिसकेँ। त्यस्तै अब घर बनायो, यहाँ सक्को फेरि अर्को ठाउँ गयो, 1 घन्टा यहाँ काम गऱ्यो, अर्को 1 घन्टा उता काम गऱ्यो, यसरी घुमिन्छ है गाइज।